ल र रिस के अरे ढेनु देउराली आइपुग्नु लागेको छ है देउराली पुगेको छैन अहिले चाहिँ आइपुग्नु लाग्यो ढेनु देउराली हेर्नु जान अबेला सबै जान 10 बजे झन् झन् कुहिरो कति कालो भयो हामी चाहिँ पहिला हिँड्दाखेरि त के अरे पानी खाने ठाउँ हेर्नु साथीहरू यस्तो ठाउँ अहिले चाहिँ यति बनिसकेको रहेछ है भन्नुपर्छ एकदम मैले धेरै वर्षपछि भ्लग बनाउनु चाहिँ हेर्नु होला सबैजना हामी धेनुङ देउराली आइपुग्नु लागेको छ अब जान्छ फेरि धेनु देउराली आइपुग्नु लागेको छ पुगेको छैन अहिलेसम्म है यो हामीले खाने पानी चाहिँ पहिला चाहिँ हिँड्दाखेरि एकदम ओरिजिनल पाउडर छ हेर्नु साथीहरू ओरिजिनल पाउडर किन्नु पर्ने हाई फाइमा बाटो चाहिँ डेन्जर छ यतातिर हेर्नु अब देखाउन मिलेको छैन गाडीभित्र छ त्यही भएर अलिकति छैन क्या गाडीले सिसल दिएको छैन है ल उताबाट ठुलो आयो फेरि कता जाने हो अब जाने कता दुईजना बेड हो नि अब उता फर्किन लाग्यो जस्तो है फर्किन चाहिँ माथि चढेर बस्थ्यो आँखा पनि खोइ मोबाइलले ध्यान दिएको के हो यार यस्तो बाटोमा हेर्नुपर्ने होइन र ड्राइभरहरूले यस्तो त नगरौँ न हौ 4 लाइन भयो त मजाले छिर्न मिल्थ्यो कस्तो ड्राइभर हुन्छ कि देखि चाहिँ ल्याउनु चाहिँ मिल्दैन कि हेर्नु झन् कुहिरो आएको बिहान आउँदाखेरि सिर्से त्यो बाटो होइन झन् कालो भएछ बाटो धेनु देउरालीतिर हेरौँ कतिको कालो गोरो देखिन्छ यहाँ पनि पहिरो आएको काटेको रहेछ अचम्म लाग्दो मौसम साथीहरू पहिला चाहिँ कुहिरो नआउने झन् कुहिरो हेरेको छ अहिले चाहिँ धेनुङ देउराली आइपुग्नु लागेको साथीहरू धेनुङ देउराली पनि भिडियो हालिदिन्छु मैले धेनुङ देउराली आइपुगिसक्यो भन्नु पऱ्यो भने पनि हुन्छ अब आइसक्यो है धेनुङ देउराली धेनुङ र उता जाने बाटो हुन्छ है काकी चोकमा धेनुङ देउराली यता चाहिँ धेनु जाने यता चाहिँ हामी डमोली जाने यता डमोली जाने यता चाहिँ धेनु जाने यो धेनु जाने यता डमोली जाने चोकमा ठेकाएपछि देउराली धेनुङ देउराली यता चाहिँ धेनु चाहिँ यता चाहिँ डमोली जाने डमोली गाडी गइरहेछ यता चाहिँ के अरे धेनु जाने बाटो होइन माथितिर चाहिँ अन्तिर चाहिँ डमोली जाने बाटो है एकदम कालो रहेछ यता तलतिर जाने कालो भइरहेको रहेछ फेरि रोकिएको छ हामी के अरे धेनु देउरालीमा